साथीहरू, आज म तपाईहरूलाई एउटा यस्तो फिल्मको बारेमा जानकारी दिँदैछु जुन हेरेपछि तपाईको होस हवास नै उड्नेछ। यो फिल्म सन् 2024 को जुनमा नेटफ्लिक्समा रिलिज भएको हो। यो 2018 मा आएको डेन अफ थीव्सको दोस्रो भाग हो। पहिलो भागमा जस्तै यो फिल्ममा पनि रोमाञ्चक चोरी, दमदार एक्सन दृश्य र रहस्यमय अनुसन्धान छ जसले दर्शकलाई अन्तिमसम्म सस्पेन्समा राख्छ। फिल्मको निर्देशन क्रिस्टियन गुडगासले गरेका हुन्, जसले पहिलो भाग पनि निर्देशन गरेका थिए। मुख्य भूमिकामा जेरार्ड बटलर, बिग निक ओब्रायन, ओशिया ज्याक्सन जुनियर, डोनी विल्सन, मेडो विलियम्स र स्वेन टेमेल रहेका छन्। फिल्मको कथा डोनी विल्सनको वरिपरि घुम्छ, जो पहिलो भागको घटनापछि युरोपमा लुकेर बसेका छन्। तर जब एउटा अन्तर्राष्ट्रिय आपराधिक समूहले उनलाई नयाँ चोरीमा जबरजस्ती सामेल हुन बाध्य पार्छ, तब उनको जीवन झन् खतरनाक मोडमा पुग्छ। अर्कोतिर बिग निक पनि युरोप पुग्छन्, जसले डोनीको लागि खेल झन् कठिन बनाउँछ। यो फिल्ममा धमाकेदार बन्दुक हानाहान, तनावपूर्ण एक्सन, उच्च जोखिमको चोरी र तीव्र गतिमा हुने पिछा गर्ने दृश्यहरू छन्, जसले दर्शकलाई आफ्नो ठाउँबाट उठ्नै दिँदैन। यो फिल्म मनी हाइस्ट र हिट जस्ता लोकप्रिय चोरी फिल्महरूको सम्झना गराउँछ। यदि तपाईलाई एक्सन, थ्रिलर र चोरी जनरका फिल्महरू मनपर्छ भने डेन अफ थीव्स 2 पान्टेरा तपाईको लागि एकदमै उपयुक्त विकल्प हुनेछ। यो फिल्ममा एकदमै रोमाञ्चक एक्सन र गहिरो रहस्य छ जुन तपाईले कुनै हालतमा छुटाउनु हुँदैन। तर यो फिल्म युट्युबमा उपलब्ध छैन। यदि तपाईँ यसलाई हेर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक र कमेन्ट गर्नुहोस्। म तपाईलाई यो फिल्मको बारेमा थप जानकारी दिनेछु। धन्यवाद।